लामो समयसम्म कन्ट्याक्टमा नआएपछि आज हामी ओर्कसोल एचआर कन्सल्टेन्सी आबुधाबीको अफिस भिजिट गर्न गइरहेका छौँ गाइज। यो देख्न सक्नुहुन्छ यसको ढोका अलरेडी कसैले फोरेर गइसके जस्तो छ र भित्र पनि सबै सामानहरू ढोकाहरू सबै लथालिङ्ग भएको देख्न सक्नुहुन्छ गाइज। र यसको सबै स्टाफहरू भागिसकेको छ। ओर्कसोल एचआर कन्सल्टेन्सी यसको ओनर रहेकी छे चितवनकी सुरक्षा ढकाल गाइज। यसले टिकटक लाइभ मार्फत युरोप पठाउने आश्वासन दिँदै थुप्रै नेपालीहरूको पैसा खाइ फरार भइसकेकी छे गाइज। यो देख्न सक्नुहुन्छ यसको इकोनोमी लाइसेन्स र यसको कोठाहरूको हालत पनि देख्न सक्नुहुन्छ गाइज। यसको अवस्था हेर्दा यो हतारमा भागे जस्तो देखिन्छ। ओर्कसोल एचआर कन्सल्टेन्सी र सुरक्षा ढकालबाट ठगिनु भएका सबै साथीहरू यसै आइडी मार्फत जोइन हुनुहोला र यसको सबै डकुमेन्टहरू मैले लास्टमा राखिदिएको छु। यदि जो कोहीलाई पनि सुरक्षा ढकालको बारेमा थाहा छ भने कृपया इन्फर्मेसन दिनुहोला र सुरक्षा ढकालको इन्फर्मेसन दिने व्यक्तिलाई रिकभरी रकमबाट 50% दिनेछ।